मम्मी हजुर आजको लागि तरकारी हो यो आजको लागि तरकारी हो र मैले बिहानै उठेर मम्मीलाई भनेको थिएँ मम्मी आज धेरै थरीको तरकारी खाऊँ न भनेको मम्मीले बिहानै उठेर यहाँ तिते होइन अनि यसलाई के भन्छ लुडे होइन मम्मी लुडे अनि यो राजमा सिमीको भर्खरै यो हरियो छ यसमा गेडा चाहिँ पसेको छैन उता बारीमा टिपेर बनाउनु भएको हो अनि यो चाहिँ हाम्रो हिउँदे सिमी भयो यो खुर्सानी अहिले हाल्नको लागि हरियो खुर्सानी टिप्नु भएको भर्खरै होइन यो खुर्सानी चाहिँ लामो भएको रहेछ गाइस यो चाहिँ हाम्रो कबिलीको मन्टा फर्सीको मन्टा भन्छ हामीले चाहिँ कबिलीको मन्टा भनिन्छ अनि यो चाहिँ हाम्रो घरमै फलाएको आलु हो लगाएको आलु अलिकति कमिला लागेको भएर भएन होइन ल अनि मम्मी आज तरकारी कस्तो हुन्छ मम्मी मिठो हुन्छ हजुरआमा सासूबारी बस्नु भएको छ होइन हो किन बुहारीलाई अलिअलि सघाउन मन लाग्यो ल हो सबै सघाइएको छ हो हेर्नु गाइस अर्ग्यानिक हो है अर्ग्यानिक फेरि यो घरै फलाएको नि यो घरमै यो भर्खरै टिपेको हो यसमा चाहिँ अलिकति किरा लागेको रहेछ मम्मी यो हेर्नु है यो किरा लागेको रहेछ यसलाई फालिदिउँ ओके ल गाइस यो भिडियो सबैले मन पराइदिनु होला है यो मन परिन्छ हो खान पाइने हो यस्तो खाना पालेको मन किन्न पर्यो के अरे मम्मी यस्तो खाना पाएको